होशियार हामी चालक दाजुभाइ र अन्य सबैजनालाई जानकारी हुनु चाहिँ एकदमै जरुरी छ। यहाँ के लेखिएको देखिन्छ हेर्नुहोस् त, यहाँ के लेखेको देखिन्छ। त्यसले गर्दा तपाईँहरूले आफ्नो टुरिस्टहरूलाई आफ्नो गेस्टहरूलाई फोटो खिच्दाखेरि, यो जग्गामा रोक्दाखेरि, यो जग्गामा फोटो खिच्नु ल्याउँदाखेरि चाहिँ तपाईँहरूले यो कुरालाई ध्यानमा राखिदिनु होला तपाईँहरूले। किनकि गेस्टलाई यहाँनिर फोटो खिच्दाखेरि कोही बेला हामी एकदमै एक्स्ट्रा अर्डिनेरी फोटो खिच्ने चक्करमा यहाँ माथि चढी पठाउँछौँ, यसलाई क्रस गरेर गइ पठाउँछौँ। धेरैचोटि यो घटना भएको कारणले गर्दा यो ब्यारिकेड लगाएको छ, यो ब्यारिकेड लगाएको छ अगाडि जान नसकोस् भनेर। धेरैचोटि हाम्रो ड्राइभर साथीहरूले पनि एक्स्ट्रा अर्डिनेरी फोटो खिचौँ भनेर चाहिँ हामीले माथि माथि चढी पठाउँछौँ, त्यो चढी पठाउँछौँ। अरू जग्गा चढ्नु सकिन्छ, तर यहाँ के लेखेको छ त्यो कुरालाई ध्यानमा राखेर चाहिँ तपाईँले त्यही प्रकारको रियाक्ट गर्नु होला, नभए चाहिँ तपाईँलाई फाइन हुन सकिन्छ। त्यसले गर्दा चाहिँ तपाईँ ड्राइभर साथीभाइले यो कुरो बुझ्नु जरुरी छ र आफूसँग भएको गेस्टलाई पनि यो जानकारी दिनु चाहिँ एकदमै जरुरी छ। त्यसले गर्दा आफै पनि सतर्क बसौँ, टुरिस्टहरूलाई पनि तपाईँको सिक्किम कतिको सुन्दर छ, कतिको होसियार छ, कतिको सेन्सिटिभ छ, त्यो कुरालाई तपाईँले जानकारी दिन सक्नुहुन्छ। थ्याङ्क यू सो मच।